हेलो नमस्ते साथीहरू। आज चाहिँ हामी कालिम्पोङतर्फ जाने लागिरहेका छौँ। अहिलेको घडी 10 साढे 10 हुन लाग्यो। हामी चाहिँ कालिम्पोङ जाने तर्खरमा छौँ, किनभने मेरो माथि दिदी चाहिँ बिरामी हुनुहुन्छ धेरै दिनदेखि र उहाँलाई हेर्नको निम्ति हामी निस्किएका छौँ। आज चाहिँ हामी दुईजना मात्रै, अनि घरमा गेस्टहरू पनि भएकोले गर्दा उनीहरूलाई ब्रेकफास्ट गराएर हामी निस्किँदा अलिकति ढिलै भइहाल्यो, तरै पनि केही छैन, फर्केर आउन भ्याउँछ। अहिले चाहिँ हामी जाँदैछौँ बेङ्गल सफारी हुँदै सेभोक NH 31 हुँदै हामी अहिले लागिरहेका छौँ कालिम्पोङतर्फ। हजुरहरू पनि हामी सँगसँगै यात्रा गर्दै गर्नुहोस् है त, अनि रमाइलो पनि गर्दै गर्नुहोस्। यदि हजुरहरू बेङ्गल सफारी घुम्न आउनुभएको छैन भने यो चाहिँ एकदमै कालिम्पोङ सिक्किम जाने बाटोमै पर्छ, अनि यहाँदेखिको 2 किलोमिटरभित्र चाहिँ हाम्रो होमस्टे रोङले होमस्टे पर्छ। कहिलेकाहीँ हजुरहरू पनि भिजिट गर्न आउन सक्नुहुन्छ। अहिले चाहिँ हामी सेभोकतर्फ लागिरहेका छौँ। अहिले यो हाइवे बनिएको कारणले गर्दाखेरि यो बेङ्गल सफारीदेखि झन्डै दार्जिलिङ मोडसम्म चाहिँ एकदमै जाम हुन्छ है। तर आज चाहिँ एकदम खुल्ला भएकोले हामीले त्यस्तो जाम भेटेका छैनौँ, अनि अहिले हामीलाई जान पनि सजिलो भइरहेको छ। नभए चाहिँ यहाँदेखि सेभोक पुग्न झन्डा हामीलाई 1 देखि 1.5 घन्टा लाग्छ, किनभने एकदमै जाम भएको हुन्छ। त्यही माथि फेरि यहाँनिर बाटोमा पुलिसहरू हुन्छ जसले चाहिँ चलान काट्ने कामहरू गरिन्छ है। अनि यसरी आज हामी दुवैजना फेरि पनि कालिम्पोङतर्फ लागिरहेका छौँ, अनि हामी सँगसँगै हजुर पनि यात्रा गर्दै गर्नुहोस् है त। अब यात्रा भन्दा चाहिँ धेरै किसिमको यात्रा हुन्छ नि है, जीवन यात्रादेखि लिएर मृत्यु यात्रा अनि अरू अन्य धेरै प्रकारको यात्राहरू हुन्छ। तर आज चाहिँ हामी चाहिँ कालिम्पोङको यात्रामा छौँ, अनि यो 29 माइलमा चाहिँ अलिकति जाम परेकोले गर्दा त्यस्तो धेरै होइन, कम्ती जाममा पर्यो तापनि हामी फेरि पनि हाम्रो गन्तव्यतर्फ हामी लागिरहेका छौँ। अनि यसरी हामी जाँदै गर्दै बाटोमा कोही बेला अलिअलि जाम भेट्टाउँदै धुलोमुलो त भइबस्छ। अनि यसरी बाटोमा जाँदा यो जनलाई धेरै निन्द्रा लागेकोले गर्दा हामीले एकछिन बाटोमा गाडी साइड गरेर 10-15 मिनट जस्तो रेस्ट गर्ने भनेर हामीले निर्णय गरेर मैले त्यसको मौका हेरेर सानो यो भिडियो पनि बनाइहालेँ। टिस्टा खोलाको वरिपरिको प्राकृतिक सुन्दरताहरू। अहिले चाहिँ हामी कालिम्पोङतर्फ लाग्यौँ। हस्ता हजुरहरूलाई फेरि पनि हामी अर्को भिडियोमा भेट्नेछौँ। हजुरहरूले लाइक सेयर कमेन्ट पनि गर्दै गर्नुहोस् है त। यस्तै अझै राम्रो भिडियोहरू हजुरको हालिहाल्न सकौँ। थ्याङ्क यू सो मच।